इथियोपिया एयरलाइन्सको फ्लाइट 9 छ एक हिन्द महासागरमाथि उडिरहेको छ। यो अडिस अबाबाबाट नैरोबी जाने नियमित उडान हो जसमा 175 जना यात्रु सवार छन्। सबै कुरा सामान्य देखिन्छ तर अचानक परिस्थिति बदलिन्छ। 3 जना हाइज्याकरहरू जबरजस्ती ककपिटमा पस्छन्। हामीले प्लेन हाइज्याक गरेका छौं, हाम्रो कुरा मान नत्र तिमीहरूको जिन्दगी यही सकिन्छ भन्दै उनीहरूले पाइलटलाई विमान हजारौं माइल टाढा अस्ट्रेलिया लैजान बाध्य गर्छन्। पाइलटले सम्झाउने कोसिस गर्छन् तर हाइज्याकरहरू मान्न तयार हुँदैनन्। इन्धन सकिँदैछ, तल अनन्त महासागर फैलिएको छ। समय छिटो छिटो बितिरहेको छ। के पाइलटले असम्भवलाई सम्भव बनाउन सक्लान् वा यो उडान सधैँका लागि विनाशको कथा बन्ला? स्वागत छ फेरि एकपटक फ्याक्ट नेपाल हब युट्युब च्यानलमा। आउनुहोस् सुरु गरौं आजको भिडियो। इथियोपिया एयरलाइन्स फ्लाइट 961 को कथा जानौं। अडिस अबाबा इथियोपियामा शान्त शनिबारको बिहान थियो। इथियोपिया एयरलाइन्सको फ्लाइट 961 उडानको तयारीमा थियो, जुन धेरै ठाउँमा रोकिँदै आफ्नो अन्तिम गन्तव्य पश्चिम अफ्रिकासम्म पुग्ने थियो। यो उडानले नैरोबी, ब्राजिल र लागोसमा रोकिनुपर्ने थियो, जसमा कुल 616 किलोमिटरको दूरी तय गर्नुपर्ने थियो। यो सामान्य उडान हुनुपर्ने थियो, तर विमानमा सवार कसैलाई पनि थाहा थिएन कि केही घण्टामै उनीहरूको जीवन खतरनाक हाइज्याकरहरूको हातमा पर्नेछ। बिहान 11:09 बजेर फ्लाइट 961 ले रनवेबाट तीव्र गतिमा दौडेर इथियोपियाको सफा आकाशमा उचाइ लियो। विमान 39,000 फिटको उचाइमा पुग्दा अटोपाइलट सक्रिय गरियो। यो उडानको कमान 42 वर्षीय क्याप्टेन अबटेकको हातमा थियो। उनी धेरै अनुभवी पाइलट थिए जसले 11,500 घण्टाभन्दा बढी उडान गरेका थिए र उडानका हरेक पक्ष राम्ररी बुझ्थे। उनीसँग 34 वर्षीय फर्स्ट अफिसर योन्स मेकुरिया थिए, जसको उडान अनुभव 6,500 घण्टाभन्दा बढी थियो। दुवै पाइलट निकै कुशल थिए र पहिले खराब मौसम, प्राविधिक समस्या र कठिन परिस्थितिको सामना गरिसकेका थिए। तर यो पटक परिस्थिति अझ गम्भीर थियो। क्याप्टेन अबटेक पहिले पनि हाइज्याकिङको सामना गरिसकेका थिए। उनको 2वटा उडान पहिले हाइज्याक भएका थिए, तर हरेक पटक उनले यात्रु र चालक दललाई सुरक्षित बचाएका थिए। तर आजको घटना फरक थियो, जुन विश्वले कहिल्यै बिर्सने छैन। उडानमा कुल 164 यात्रु सवार थिए, जसमा 20 भारतीय नागरिक पनि सामेल थिए। यसबाहेक 12 जना फ्लाइट अटेन्डेन्ट र 2 पाइलट पनि यो यात्राको हिस्सा थिए। विमान आफ्नो उचाइमा पुग्दा सबै कुरा सामान्य देखिन्थ्यो, तर विमानको पछाडिको हिस्सामा 3 जना युवा इथियोपियाली यात्रु आफ्नै दुनियाँमा हराइरहेका थिए। उनीहरूको आँखामा गहिरो सोच थियो र मनमा एउटा खतरनाक योजना बनिरहेको थियो। यी 3 जना हालै विश्वविद्यालयबाट उत्तीर्ण भएका थिए तर बेरोजगार थिए। उनीहरू नैरोबी जान यो उडानमा चढेका थिए ताकि त्यहाँ रोजगारी र राम्रो अवसर खोज्न सकुन्। उडानको क्रममा उनीहरूले इन फ्लाइट म्यागजिन पल्टाउन थाले। त्यही उनीहरूको ध्यान एउटा विशेष जानकारीमा गयो। उनीहरूलाई थाहा भयो कि उनीहरू चढेको विमान बिना रोकावट 11 घण्टाभन्दा बढी उड्न सक्छ। यो सुनेर उनीहरूको सोच अचानक बदलियो। अब उनीहरूको गन्तव्य नैरोबी रहेन। उनीहरूको दिमागमा एउटै विचार आयो, अफ्रिकाबाट सधैँका लागि भाग्ने। उनीहरूले सोचे यदि यो विमानलाई आफ्नो कब्जामा लिए भने अस्ट्रेलिया पुर्याएर त्यहाँ शरण लिन सकिन्छ। तर त्यसका लागि उनीसँग एउटै बाटो थियो। रक्सीको नशा र अन्धो जोशमा उनीहरूले खतरनाक निर्णय लिए। अब उनीहरू यो विमान हाइज्याक गर्न गइरहेका थिए। अर्को केही क्षणमा फ्लाइट 961 पाइलटको नियन्त्रणमा रहने थिएन। बिहान 11:20 बजेर 3 जना युवक आफ्नो सिटबाट उठे। तीमध्ये एकले ठूलो स्वरमा करायो, मसँग बम छ, यदि कोही हल्लियो भने म यो जहाज उडाइदिन्छु। यो सुनेर पुरै विमानमा सन्नाटा छायो। यात्रुहरू डरले सहमिए। कसैलाई के भइरहेको छ भन्ने बुझ्न सकेनन्। मानिसहरू आफ्नो सिटमा जमे, डरले कसैले पनि प्रतिक्रिया दिने हिम्मत गरेनन्। त्यसपछि हाइज्याकरहरू छिटो छिटो ककपिटतिर बढे। केही सेकेन्डमै उनीहरूले ककपिटको ढोका तोडेर भित्र पसे। पाइलटलाई डराउन उनीहरूले झुट बोले कि विमानमा उनीहरू बाहेक 11 जना हाइज्याकर लुकेका छन्, जसले कुनै पनि विरोध गर्नेलाई आक्रमण गर्न सक्छन्। पाइलटले परिस्थिति बुझ्न नपाउँदै हाइज्याकरहरूले फर्स्ट अफिसरलाई समाते। उसलाई कडा मुक्का हानेर घिसार्दै ककपिटबाट बाहिर निकाले र जबरजस्ती फर्स्ट क्लासको सिटमा राखिदिए। अब विमानको नियन्त्रणमा केवल क्याप्टेन मात्र बाँकी थिए। तर खतरा अझै टरेको थिएन। एउटा हाइज्याकरले आपतकालीन फायर एक्स उठायो, अर्कोले फायर एक्सटिङ्ग्विसरलाई हतियार बनायो। उनीहरूले क्याप्टेनतिर इसारा गरेर रिसाउँदै भने, सिधै अस्ट्रेलिया जाउँ। क्याप्टेनको मुटु छिटो छिटो धड्किन थाल्यो, किनकि विमानमा यति धेरै इन्धन थिएन कि बिना रोकावट अस्ट्रेलिया पुग्न सकियोस्। यो यात्रा करिब 8,000 किलोमिटर लामो थियो। यदि विमानले यति लामो बाटो तय गर्ने कोसिस गर्यो भने बाटैमा इन्धन सकिन्थ्यो र विमान महासागरमा खसेर दुर्घटनाग्रस्त हुन्थ्यो। यो पूर्ण रूपमा असम्भव थियो। क्याप्टेनले आफूलाई शान्त राख्दै परिस्थिति सम्हाल्ने कोसिस गरे। उनले हाइज्याकरहरूलाई सम्झाउन खोजे कि उनीहरू सिधै अस्ट्रेलिया जान सक्दैनन्। केन्याको मोम्बासा विमानस्थलमा इन्धन भर्न रोकिनुपर्छ ताकि त्यहाँबाट अगाडिको उडान सम्भव होस्। तर हाइज्याकरहरू सुन्न तयार थिएनन्। उनीहरूले स्पष्ट अस्वीकार गरे र क्याप्टेनलाई तुरुन्त अस्ट्रेलियातिर उडान भर्न आदेश दिए। जे भए पनि हरेक सेकेन्डसँगै स्थिति झन बिग्रिँदै थियो।
हाइज्याकरहरू साँच्चै विश्वास गर्न थाले कि विमान 11 घण्टा बिना रोकावट उड्न सक्छ। उनीहरूलाई यो गलतफहमी इनफ्लाइट म्यागजिनमा केही पढेर भएको थियो, तर उनीहरूले त्यो जानकारी पुरै गलत बुझेका थिए। क्याप्टेनले उनीहरूलाई सम्झाउने कोसिस गरे। उनले इन्धन सङ्केतकातिर इशारा गरे, जसले स्पष्ट देखाइरहेको थियो कि विमानसँग नैरोबी वा मोम्बासासम्म पुग्न मात्र इन्धन बाँकी छ। अस्ट्रेलिया जाने त कुरै थिएन। क्याप्टेनले शान्त स्वरमा सम्झाए, तर हाइज्याकरहरू केही पनि मान्न तयार थिएनन्। उनीहरूको नबुझाइ चाँडै रिसमा बदलियो। एउटा हाइज्याकरले बम पड्काउने धम्की दियो, जबकि अरूले यात्रुहरूलाई नियन्त्रणमा राखे ताकि कसैले विरोध नगरोस्। क्याप्टेनले बुझिसकेका थिए कि बहसले केही फाइदा हुने छैन। यदि विमान र यात्रुहरूलाई बचाउनु छ भने हाइज्याकरहरूलाई छक्याउनुपर्छ। क्याप्टेनले सावधानीपूर्वक विमानको दिशा हल्का मोडिदिए। हाइज्याकरहरूलाई लाग्यो कि विमान अस्ट्रेलियातिर गइरहेको छ, तर वास्तवमा क्याप्टेनले विमानलाई मोम्बासातिर मोडेका थिए। यो सानो अवसरको फाइदा उठाउँदै क्याप्टेनले एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरे। शान्त तर गम्भीर स्वरमा उनले हाइज्याकिङको जानकारी दिए र बताए कि उनीहरू हाइज्याकरको आदेश माने जस्तो देखाउँदैछन्, तर वास्तवमा विमानलाई मोम्बासातिर लैजाँदैछन्। तर हाइज्याकरहरूलाई चाँडै शङ्का भयो। उनीहरूले क्याप्टेनलाई ग्राउन्डसँग कुरा गरेको देखे र बेचैन भए। अचानक एउटा हाइज्याकर रिसाउँदै ककपिटमा पस्यो। उसले बिना चेतावनी क्याप्टेनको हेडसेट खोसेर फालिदियो, जसले गर्दा सबै सम्पर्क टुट्यो। अब क्याप्टेन पूर्ण रूपमा एक्लै थिए र 39,000 फिटको उचाइमा हाइज्याकरहरूको सामना गरिरहेका थिए। विमानभित्र हाइज्याकरहरूले लगातार क्याप्टेनलाई आफ्नो योजना अनुसार उडाउन दबाब दिइरहेका थिए। परिस्थितिलाई अझ गम्भीर बनाउन एउटा हाइज्याकरले क्याप्टेनलाई अस्ट्रेलियामा फोन गर्न आदेश दियो। तर यो असम्भव थियो। विमानमा त्यस्तो फोन प्रणाली थिएन जसले अन्तर्राष्ट्रिय कल गर्न सकियोस्। तैपनि क्याप्टेनले यो अवस्थामा पनि एउटा अवसर देखे। छिटो सोच्दै उनले हाइज्याकरहरूलाई सत्य बताए कि अस्ट्रेलियासँग सिधै सम्पर्क गर्न सम्भव छैन। बरु कुनै ग्राउन्ड स्टेशनसँग सम्पर्क गर्नुपर्छ जसले अस्ट्रेलियालाई सन्देश पठाउन सकियोस्। क्याप्टेनलाई आशा थियो कि यो बहानामा उनी फेरि एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गर्न सक्छन्। यदि त्यसो भयो भने उनी हाइज्याकिङको ताजा अवस्था बताएर गुप्त रूपमा सहयोग माग्न सक्थे। तर जमिनमा नैरोबीका एयर ट्राफिक कन्ट्रोलरहरूले अझै पनि स्थिति पूर्ण रूपमा बुझ्न सकेका थिएनन्। हाइज्याकिङको पुष्टि गर्न उनीहरूलाई थप जानकारी चाहिएको थियो। उनीहरूको नजरमा सबैभन्दा सुरक्षित र उचित विकल्प भनेको विमानलाई चाँडोभन्दा चाँडो मोम्बासामा अवतरण गराउनु थियो। क्याप्टेनलाई यो कुराको पूर्ण ज्ञान थियो कि खतरा अब चरम सीमामा पुगिसकेको छ। तैपनि उनी हाइज्याकरहरूलाई सम्झाउने कोसिस गरिरहेका थिए कि मोम्बासामा अवतरण नै उनीहरूको अन्तिम विकल्प हो। उनले फेरि एकपटक सम्झाउने प्रयास गरे कि विमानसँग अस्ट्रेलियासम्म पुग्न पर्याप्त इन्धन छैन। तर हाइज्याकरहरू सुन्न तयार थिएनन्। उनीहरू आफ्नो योजनामा यति अन्धा भइसकेका थिए कि कुनै पनि वास्तविकता स्वीकार्न तयार थिएनन्। क्याप्टेनले बुझे कि तर्कले अब कुनै फाइदा छैन। उनले एउटा अन्तिम जोखिम उठाउने निर्णय गरे, एउटा यस्तो कदम जसले विमानलाई बचाउन सक्थ्यो वा परिस्थितिलाई झन खतरनाक बनाउन सक्थ्यो। उनले लाउडस्पिकर अन गरे ताकि हाइज्याकरहरूले आफै एयर ट्राफिक कन्ट्रोलरको आवाज सुन्न सकुन् र बुझ्न सकुन् कि विमानको इन्धन निकै कम छ। तर हाइज्याकरहरू अझै पनि सत्य मान्न तयार थिएनन्। उनीहरू आफ्नो जितमा अडिग रहे र कुनै पनि तर्कलाई बेवास्ता गरे। अब विमान मोम्बासाबाट केवल 40 मिनेट टाढा थियो र त्यससँग मात्र 2 घण्टाको इन्धन बाँकी थियो। नैरोबीका एयर ट्राफिक कन्ट्रोलरहरू अझै पनि यो घटनालाई पूर्ण रूपमा बुझ्न सकेका थिएनन्। उनीहरू फ्लाइट 961 को फेरि सम्पर्कको प्रतीक्षा गरिरहेका थिए, तर विमानबाट कुनै जवाफ आएन। अब विमान हिन्द महासागरमाथि उडिरहेको थियो र इन्धन खतरनाक रूपमा सकिँदै थियो। हाइज्याकरहरू अझै पनि यो विश्वास गरिरहेका थिए कि उनीहरू अस्ट्रेलियातिर गइरहेका छन्। तर क्याप्टेन हार मान्ने पक्षमा थिएनन्। उनको समय कम थियो, इन्धन पनि सकिँदै थियो र विकल्प पनि लगभग थिएनन्। तर यी अन्तिम क्षणहरूमा पनि क्याप्टेनको दिमाग तीव्र गतिमा चलिरहेको थियो। को पाइलटको सिटमा बसेर क्याप्टेनले विमानलाई कोमोरोस टापुहरूतिर मोडे। उनले पहिल्यै हिसाब गरेका थिए कि इन्धन सकिनु अघि यो क्षेत्र नजिक आउन सक्छ। यदि उनी यी टापुहरूको नजिक रहन सके भने कुनै विमानस्थलमा सुरक्षित अवतरणको मौका मिल्न सक्थ्यो। यही बेला हाइज्याकरहरूको नेता, जो जबरजस्ती क्याप्टेनको सिटमा बसेको थियो, नसामा धुत भएर बिस्की पिउँदै विमानको नियन्त्रणसँग खेलिरहेको थियो। उसलाई विमान कसरी चल्छ भन्ने कुनै ज्ञान थिएन। ऊ ककपिटका बटन र लिभरहरूलाई यसरी चलाउँदै थियो जस्तो कि कुनै बच्चाले खेलौनासँग खेलिरहेको होस्। क्याप्टेनले फेरि चेतावनी दिए र इन्धन सङ्केतकातिर इशारा गरे। आशा थियो कि यो पटक हाइज्याकरहरूले परिस्थितिको गम्भीरता बुझ्लान्, तर हाइज्याकरहरूले फेरि उनको कुरा बेवास्ता गरे। उनीहरूको नेता, जसलाई विमान सञ्चालनको कुनै जानकारी थिएन, ककपिटको नियन्त्रणसँग छेडखानी गरिरह्यो। यसले स्थिति झन खतरनाक बनायो। अब क्याप्टेनले बुझे कि उनीसँग निकै कम विकल्प बाँकी छन्। उनीहरूको अन्तिम आशा भनेको विमानलाई हावामा जति सक्दो टिकाइराख्नु थियो जबसम्म इन्धन पुरै सकिँदैन। त्यसपछि उनी विमानलाई ग्लाइड गराउँदै कोमोरोस टापुहरूतिर मोड्ने कोसिस गर्थे र कुनै विमानस्थलमा आपतकालीन अवतरण गर्थे।
दिउँसो 2-4 बजे इन्धन पुरै सकियो। इन्जिन अझै चलिरहेका थिए, तर धेरै बेर होइन। दुर्घटनाबाट 41 मिनेट अघि विमान कोमोरोस टापुहरूको नजिक पुगिसकेको थियो र अझै 39,000 फिटको उचाइमा थियो। क्याप्टेनको हिसाब एकदम सही साबित भइरहेको थियो। त्यही बेला ककपिटमा कम इन्धनको अलार्म बज्न थाल्यो। यो सङ्केत थियो कि इन्जिन अब पूर्ण रूपमा बन्द हुन लागेका छन्। क्याप्टेन, जो कुनै पनि हालतमा सबै यात्रु बचाउन चाहन्थे, हाइज्याकरहरूसँग विमान अवतरण गर्न दिन बिन्ती गर्न थाले। हाइज्याकरहरूलाई अझै विश्वास थिएन कि इन्धन सकिएको छ। उनीहरू जिदमा अडिए र क्याप्टेनलाई 39,000 फिटको उचाइमा उडान जारी राख्न आदेश दिइरहे। उनीहरूलाई यो बुझाइ भएन कि अब विमान धेरै बेर हावामा रहन सक्दैन। दिउँसो 2:04 बजे विमान अचानक हल्लियो। दायाँ इन्जिन बन्द भयो। टर्बो फ्यानको गहिरो आवाज बिस्तारै शान्त भयो र ककपिटमा चेतावनीको रातो सङ्केत बल्यो। क्याप्टेनले हाइज्याकरहरूतिर हेरे र दृढ स्वरमा भने, हामीले एउटा इन्जिन गुमायौं। तर नसामा धुत हाइज्याकर, जो अझै क्याप्टेनको सिटमा बसेको थियो, स्क्रिनतिर हेर्दै बसिरह्यो। उसलाई के भइरहेको छ भन्ने बुझ्नै आएन। अब डर हाइज्याकरहरूमा पनि फैलिन थाल्यो। उनीहरू आफ्नै अपहरणमा नियन्त्रण गुमाउँदै थिए। स्थिति छिटो छिटो बिग्रिँदै थियो र निर्णय लिने समय धेरै बाँकी थिएन। यो सुन्दा केबिनमा रहेका यात्रुहरूको सास रोकियो। केही मानिस डरले चिच्याए। क्याप्टेनले बिस्तारै विमानलाई कोमोरोस टापुहरूतिर मोड्न थाले, किनकि बच्ने एउटै उपाय थियो जमिनको नजिक रहनु। तर हाइज्याकरहरूलाई यो मान्य थिएन। तीमध्ये एक रिसाउँदै ककपिटमा पस्यो, माइक्रोफोन खोज्दै करायो, तिमी झुट बोलिरहेछौ, अस्ट्रेलियातिर जाऊ। तर अब बहस गर्ने समय थिएन। दायाँ इन्जिन पूर्ण रूपमा बन्द भइसकेको थियो र विमान छिटो गति गुमाउँदै थियो। क्याप्टेन पूर्ण रूपमा विमानलाई स्थिर राख्न र टापुतिर ग्लाइड गराउने कोसिस गरिरहेका थिए। त्यही बेला हाइज्याकरहरू आत्तिए। उनीहरूलाई थाहा भयो कि विमान तल खस्दैछ। तीमध्ये एकले ककपिटको नियन्त्रण समात्यो र जोडले पछाडि तान्यो, यो सोचेर कि विमान माथि जान्छ। अचानक विमान जोडले हल्लियो। अटो पाइलट बन्द भयो र विमान एकातिर ढल्कियो। यात्रुले सत्य बुझे, उनीहरू रनवेसम्म पुग्न सक्दैनन्। अब एउटै विकल्प बाँकी थियो, समुद्रमा आपतकालीन अवतरण। को पाइलट छिटो केबिनतिर गए, सबै यात्रु आपतकालीन अवतरणका लागि तयार छन् कि छैनन् भनेर जाँच्न। त्यही बेला उनले एउटा भयानक गल्ती देखे। धेरै यात्रुले पहिल्यै आफ्नो लाइफ ज्याकेट फुलाइसकेका थिए। यो घातक गल्ती थियो, किनकि यदि विमान डुब्यो भने यी ज्याकेटले उनीहरूलाई पानीमा अड्काउनेछ र बाहिर निस्कन असम्भव हुनेछ। जबसम्म विमानबाट बाहिर निस्कनुहुन्न, लाइफ ज्याकेट नफुलाउनुहोस्, को पाइलटले जोडले कराए। केही यात्रुले हावा निकाल्ने कोसिस गरे, तर बाँकी डरले यति स्तब्ध थिए कि कुनै प्रतिक्रिया दिन सकेनन्। समुद्र छिटो नजिकिँदै थियो। अब केवल केही सेकेन्ड बाँकी थिए। क्याप्टेन आफ्नो जीवनको सबैभन्दा कठिन अवतरणका लागि तयार थिए। ठूलो विमान, जो अब पूर्ण रूपमा शान्त ग्लाइडर बनिसकेको थियो, समुद्रसँग ठोक्किन लागेको थियो। केबिनमा यात्रुहरू आफ्नो सिट कसिएर समातेर बसेका थिए, सास रोकेर। तल समुद्रका छालहरू छिटो बढ्दै थिए। क्याप्टेनको नजर अवतरणको सही ठाउँ खोजिरहेको थियो, जहाँ बच्ने थोरै सम्भावना पनि होस्। तर समय सकिँदै थियो। विमान अब केही सेकेन्डमा पानीसँग ठोक्किन लागेको थियो। विमान पहिले अलि बायाँ ढल्किएको थियो। जब बायाँ इन्जिन र पखेटा समुद्रको सतहसँग ठोक्कियो, विनाशकारी घटना भयो। अधिकांश फ्युजल तुरुन्तै डुब्यो। केवल पछाडिको हिस्सा पानीको सतहमा तैरिरह्यो। केबिनभित्रको चिच्याहट अब भयानक त्रासदीमा बदलियो। धेरै यात्रुले पहिल्यै लाइफ ज्याकेट फुलाइसकेका थिए। उनीहरूलाई यो खतराको अनुमान थिएन। पानी छिटो भित्र पस्यो र उनीहरू अड्किए। बाहिर निस्कने कुनै बाटो बाँकी थिएन। स्थानीय मानिस, पर्यटक र स्कुबा डाइभरहरू तुरुन्त उद्धारका लागि हाम फाले। तीमध्ये केही फ्रान्सेली र भारतीय डाक्टरहरू थिए जो विदामा आएका थिए। किनारमा उभिएको एउटा पर्यटकले विमानलाई फिल्म गरिरहेको थियो, यो कुनै एयर शोको हिस्सा हो भन्ने सोचेर। तर उसले अन्जानमा इतिहासकै सबैभन्दा चकित पार्ने विमान दुर्घटनामध्ये एकलाई क्यामेरामा कैद गर्यो। विमानमा सवार 175 जना मध्ये 125 जनाको मृत्यु भयो, जसमा 119 यात्रु, 6 चालक दलका सदस्य र 3 जना हाइज्याकर सामेल थिए। धेरै यात्रु सुरुको दुर्घटनामा बाँचेका थिए, तर हताशमा केहीले क्याप्टेनको चेतावनी सुनेनन् वा बेवास्ता गरे कि विमानभित्र लाइफ ज्याकेट नफुलाउनु। जब पानी केबिनमा छिटो भरियो, फुलाइएका ज्याकेटले उनीहरूलाई छततिर धकेले, जसले गर्दा उनीहरू अड्किए र बाहिर निस्कने कुनै उपाय बाँकी रहेन। अनुमान छ कि 60 देखि 80 यात्रु आफ्नो सिट बेल्टमा अड्किएर डुबे। केवल 50 जना बाँचे, जसमा क्याप्टेन र को पाइलट पनि थिए, जसले अन्तिम क्षणसम्म धेरैभन्दा धेरैको ज्यान बचाउन सङ्घर्ष गरे। बाँचेकाहरूलाई पहिले दुर्घटना स्थलबाट 2 किलोमिटर टाढाको अस्पताल लगियो र पछि मोरोनीको अर्को मेडिकल सेन्टरमा सारियो। 30 नोभेम्बर 1996 मा यो त्रासदीमा ज्यान गुमाउनेहरूको सम्झनामा श्रद्धाञ्जली सभा आयोजना गरियो। यो घटना विश्वभर प्रसिद्ध भयो किनकि यो क्यामेरामा रेकर्ड भयो। यो दुर्लभ अवसरमध्ये एक थियो जहाँ ठूलो यात्रु विमान समुद्रमा अवतरण गर्नु पर्यो र पहिलो पटक यो अपहरणको कारणले भएको थियो।
क्याप्टेन र फर्स्ट अफिसर दुवैलाई उनीहरूको बहादुरीका लागि उड्डयन पुरस्कारले सम्मानित गरियो र उनीहरूले पछि पनि इथियोपिया एयरलाइन्सका लागि उडान जारी राखे। पछि क्याप्टेन अबाटेकले भने कि साँचो नायक त उनीहरूका को पाइलट योन्स थिए जसले घाइते र रगताम्य भए पनि हाइज्याकरहरूसँग लडेर पाइलटलाई विमान अवतरण गर्न आवश्यक समय दिए। पूर्ण जाँचपछि अधिकारीहरूले पुष्टि गरे कि यो दुर्घटना हाइज्याकरहरूका कारण भएको थियो जसले इन्धन सकायो, इन्जिन बन्द भएर यो दुर्घटना टार्न सकिएन। यदि यो कथाले तपाईलाई सोच्न बाध्य बनायो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नुहोला। धन्यवाद।